Hello and namaste guys everyone. It's our Gatha team अनि उहाँ चाहिँ हाम्रो आजको हिरो हजुरको बारेमा अन द माइक म चाहिँ आज गाथा रेकर्ड्सबाट मेरो फर्स्ट म्युजिक भिडियो सुट हुँदैछ लेट्स सी द एनर्जी इज भेरी ग्रेट अनि द अरा इज यु नो मिस्टर सरुने ओके अनि चाहिँ हाम्रो मानिस मिस्टर सरुने एन्ड गाथा रेकर्ड्स द भिटिज वी फ्रम द भिटिज ओके लेट्स गो उहाँको पनि युट्युब च्यानल छ सबजनाले गएर सब्सक्राइब गरिदिनु होला सो आजको हाम्रो चाहिँ सुटको डेस्टिनेसन रहेको छ अलिकति अब जङ्गल भाइब चाहिँ अनि यतापट्टि रहेको छु म अब यहाँबाट च्याक्क हामी निस्किँदैछौँ सो हामी चाहिँ स्टुडियोबाट च्याक्क निस्किसकेको छौँ यतापट्टि दाइ अनि यतापट्टि एकदम एक्साइटेड छौँ हामी यो चाहिँ हाम्रो पहिलो हुनाले पनि पहिलो त होइन अफिसियली नयाँ क्यामेराको चाहिँ पहिलो भनौँ न सिनेमा क्यामेरा लाइनको चाहिँ पहिलो म्युजिक भिडियो हो सो हेरौँ के हुन्छ हामी चाहिँ पेट्रोल पम्पमा आइसकेको छौँ अब यहाँदेखि चाहिँ हामी कहाँ जान्छौँ दाइ यहाँबाट सानो एउटा इक्विपमेन्ट लिनलाई त्यो इक्विपमेन्ट लिएपछि चाहिँ अनि स्पोर्टमा स्पोर्टमा जान्छ जङ्गलको सिन हो अरे धेरै छैन बेसी हन्टिङ गर्दै खिच्दै जान्छ त्यही हो हामी चाहिँ रिलायबल वेडिङ हाम्रो सन्तोष दाईको पसलमा आइसकेको छौँ यहाँबाट खोलौँ न हेलो दाई के छ दाई अनि दाई के छ तपाईँको हालखबर दाई सुन्नु न रिफ्लेक्टर अनि तपाईँको काम छैन भने लिड लाइट पनि दिनु न आजै लाइट अहिले उहाँ मेन्तीमा ल्याइदियो है उता भ्याइसी कतापट्टि त्यो शिवघाट जाने बाटो क्या त्यो पुल्चोकबाट अलि अगाडि ल हुन्छ ल दाई थ्याङ्क यू भेरी मच ओके बाइ ल वेलकम तपाईँलाई पनि मेरो भ्लगमा फर्स्ट भ्लग हो है केही भन्नु न त के भन्न चाहनुहुन्छ ल राम्रोसँग सक्सेस गरेर आउनु ट्याक्क म्युजिकबाट त बल भन्नुपर्छ ओके दाइ ल चम्किनु भयो ल ठिक छ सो हामी चाहिँ स्पोर्टमा आइसकेको छौँ हामी चाहिँ स्पोर्टमा आयौँ होइन यो चाहिँ हाम्रो पहिलो यहीँ हुन्छ होला हल्का अनि मेरो ब्यागलाई चाहिँ इग्नोर गर्नु कि आउँ ब्याग ब्याग त धराप अनि दाइ तपाईँले चप्पल लगाउनुको रिजन किन थियो जुत्ता मुसाले खा जुत्ता नभए चप्पल दिन सक्नुहुन्छ अनि बिल्ला प्रड्युसर हो होइन पैसा छैन पैसा हैन रोइदिन्न दादा एकदिन रोइदिन्न पैसै दिँदैन आर्टिस्ट चाहिँ फेरि उता पैसा नदिने आर्टिस्ट पैसा नदिने आर्टिस्ट भएन कि त्यही भएर हो ल ल ए ल ल यहाँ अब के गरौँ यहाँनिर चाहिँ के गरौँ भने यहाँ मलाई नि त्यो भाइब चाहिँ हाने होइन त्यो त केटीहरू ल्याउने नै भाइ रहेछ तर हामीले खासमा त केटी एउटा सुट चाहिँ हानौँ न आएपछि त हान्नु पऱ्यो नि अब क्लिप चाहिँ अनि के छ मनिष सर अल गुड म्यान अब एक्साइटेड छु सुटिङको लागि हेरौँ के हुन्छ अब तपाईँको गीतको सुटिङ कहिले हो त मेरो अब सिटे सागर भएपछि तिमीले कहिले खिच्न रेडी हुन्छौ लास्ट टाइम मलाई दोस्रो कि अनि आर्यन दाई सन्चै हुनुहुन्छ तपाईँ आज किन तपाईँ नबोलिराख्नु भएको तपाईँलाई के भइरहेछ छेरपाटी चलेर नि त रातभरि तपाईँलाई यस्तो गरौँ न त यो ताल देखाएर यता माथि सर्टहरूलाई यसरी बोकेर अब म चाहिँ के भन्न सक्दिनँ यहाँ अब हामी सेट गर्छौँ अब हामी सेटतिर लाग्छौँ भर्खरै 4 दिन लागिसक्नु भयो दाइ किन यति आवेशमा आउनु भएको तपाईँ धेरै एक्साइटेड हुनुभयो तपाईँ पूजाको सामानहरू पनि धेरै एक्साइटेडमा आइसक्नु भयो बिर्सिसक्यो ओहो होइन यो हेर न यो चाहिँ टाइट छ नि हो तपाईँ चाहिँ अब बिस्तारै बिस्तारै रिटायर लिने बेला भइसकेको छ म्युजिकमा गइसक्यो त्यही भएर मलाई अलि आइडिया छ
दाइले धेरै होइन 5 जना आर्टिस्टलाई साइन गर्नु भयो भने त पुरा हुन्छ त्यो। नमस्ते, म भाग्य न्युपानेको छोरो। के गरेको दाइ तपाईँले? गन्धीको फुल के फुल ल्याएन रुक्नु म यस्तो फुलको पातहरू भयो नि लिएर आउँछु यताबाट। ल हाम्रो चाहिँ अब चाहिँ यहाँनिर सुन्दैछ होइन हाम्रो सुटिङ क्ल्याप ल क्ल्याप क्ल्याप क्राउ ताली ताली। तिमीहरूले नि यसो पूजाहरू चढाउनु यसो ढुकभेट गरेर ए हो सबैले ल हे भगवान् हामीलाई रक्षा गर्नुहोस्। दाहिनेबाट यसरी पनि राम्रोसँग घुमाउनुपर्छ यसलाई है मनबाट गर्ने नि पूजा। आइज आइज के भइरहेछ? सागर हाम्रो के भइरहेछ अब यहाँ? सुटिङ रे के कस्तो फिल भइरहेछ? एनर्जी हाइप भइरहेको ब्रदर होइन। अब नयाँ नयाँ लोकेसनहरू खोजिरहेको सकेसम्म दामी बनाउनु भनेर। डाइरेक्टर हाम्रो बिचरा उहाँ लाभा भएर बसिराख्नु भएको छ। किन यस्तो? तपाईँ प्रड्युसर पनि डाइरेक्टर पनि तपाईँ? अब होइन अब दाइलाई के भन्न चाहन्छु भने नि म अझै 90s को पारामा नबस्नु क्या। त्यही त म चाहिँ के भन्न चाहन्छु भने नि अहिलेलाई चाहिँ हामी यहाँबाट निस्क्यौँ है गाइस। हाम्रो यो स्पोर्टबाट चाहिँ अब हामी निस्किँदैछौँ। अब यहाँबाट ट्याक्क हामी निस्किन्छौँ। यस्तो हो उहाँसम्म आउनलाई पनि टाइम पनि लाग्छ। ओहो हेलो ठिक छ। हेलो के छ अरूहरूले मोबाइलमा केटाहरू सुनिलेर ल ठिक छ। 2470 हो क्या? ल ल बाई बाई गाइस। ल चाक्क हाम्रो अब यहाँबाट निस्किन्छौँ हामी। हो 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 ल सन्तोष दाइ एकदम धेरै धेरै स्वागत छ।
गाइज यो चाहिँ बिहाइन्ड द सिन है स्ट्रगल हेर्नु यहाँ हामीले ट्राइपड लिएर आउन बिर्सेर एकजना सेफ्टी दिइरहनु है त है यो चाहिँ हाम्रो स्ट्रगल है बाइकको स्टेबल बनाउनु तपाईँ चाहिँ आफूलाई स्टेबल गराउनु दादा स्ट्रगल देख्न सक्नुहुन्छ हाम्रो यहाँबाट हाम्रो हाई एङ्गल लिनको लागि मैले त्यो लेन्स घुमे जस्तो लाग्यो त्यसलाई नि हामीले अघि खाजा खाने ठाउँमा गर्नुपर्ने बिर्सेछ कि त्यत्रो टाइम बसेन नि अन्त हिँड्नु न अहिले अन द वे त्यो देवघाटको बाटोमा के अरे गरमला नि एकजनालाई भनेर लाइट जान थाल्छ नि मेरो भाइ लाइटले ए गाइज देख्न सक्नुहुन्छ गिम्बल फिट भयो अब च्याक यो चाहिँ हाम्रो फेभरेट लोकेसन हो जहिले पनि यहीँ आउँछौँ हामी है केटाहरूले भिडियो बनाउँदैछन् है दौडिरह What's up, Mr. Saruni? Mr. Sarune is cooking something really soft, Okay. soft melodic hip hop with great energy and aura. Stay connected with this vlog. Ooh. आम द प्रड्युसर अफ दिस सङ है मेरो नाम चाहिँ सागर हो म पनि आफ्नो इन्डिभिजुअली ट्र्याकहरू पनि मेकिङ गर्दैछु र मैले भाइलाई चाहिँ एज अ ग्रेट ऱ्यापर भनौँ न होइन अब अपकमिङ आर्टिस्ट हो सरी उससँग चाहिँ एकदम राम्रो त्यो उस छ ट्यालेन्ट छ सो मैले चाहिँ उसलाई ब्रिङ गरेर होइन अब तपाईँहरूको म्याचमा ल्याउनु खोजिरहेको छु सो यदि मनपर्छ भने चाहिँ मेरो भाइलाई चाहिँ एकदम सपोर्ट गर्नु Thank you पर्छ so much. है यस्तै छ अब होइन Stay connected. हाम्रो डाइरेक्टर चाहिँ उहाँ हुनुहुन्छ डिओपी Shout out to Gatha Studio. हाम्रो चाहिँ हाम्रो आर्यन दाई हो Shout out to Gatha Studio. उहाँलाई पनि केही सोध्ने कि उहाँलाई नि अब के सोध्नु पर्दा के भन्न चाहनुहुन्छ त जनर चाहिँ अलिकति आधुनिक टाइपको छ सो अलिकति आधुनिक होइन पुरै युनिक टाइपको तर युनिक टाइपको छ है कन्फ्युजन बुझ्नु होला फेरि अनि हाम्रो अर्को आर्टिस्ट चाहिँ पोइटिक भी मनिष हिमाल उहाँ पनि एकदम राम्रै छ होइन उहाँ चाहिँ आज गिभ सम इन्ट्रोडक्सन म्यान हेल्प गर्नु भइरहेको छ हाम्रो। Introduction, please. Myself, Manish Rimal, Yeah. known as Kavi from the Vitties. Mr. Sarun and me, या representing the Vitties. या कोल्याब कमिङ सुन उसको पनि अब गीतहरू चाहिँ लाइक उसको पनि डन भइसक्यो उसको चाहिँ अलिकति टेस्ट चाहिँ के नमिलेर चाहिँ भएको छैन सो सुन होपफुल्ली होइन उसको गीत पनि आउँछ नोभेम्बर पेन भन्ने छ होइन त्यो गीत सुनेर चाहिँ मान्छेलाई पेन बनाउनु पर्छ हामीले हामीले दादासँग एकवटा एल्बम साइन गरिसक्यौँ अनि बिहाइन्ड द सिन चाहिँ हाम्रो यो भाइ Wrap up!